Good morning, besties. Welcome back to my second day of me being in Namchi. हाम्रो कलाकारहरु रेडी हुनुहुँदैछ. It's early morning at 7:30, I would say. Second day हो आज. अनि yesterday was very worth for us to attend such an great program. अनि हाम्रो रुम चाहिँ अलिकति म्याच छ. Please avoid all of this. अब जो बस्दा पनि रुममा यस्तै हुन्छ होटल रुममा हो. So look at our shoes and I would like to show you my outfit. So my outfit looks like this. Please do not judge me. This answer ko base launu parcha and my heels looks like this. हिजो चाहिँ सबैजना uncomfortably walk गर्नु हुँदै थियो because of long heels. आज त मेरो turn जस्तो छ. So but I'm gonna handle it. So म चाहिँ यहाँनिर अर्को रुममा आइरहेको छु. गुड मर्निङ. हाम्रो कलाकारहरु रेडी हुनु हुँदैछ. हिजो कस्तो भयो तपाईको एक्सपिरियन्स? हिजो मेरो एक्सपिरियन्स चाहिँ मेरो यसमा चाहिँ मलाई अलिकति मन परेन. पर्सनल युजमा चाहिँ हजुर प्रोग्राम इज गुड. प्रोग्राम वाज गुड है. हजुरको म्याडमको हामी सबै हो. साथमा अलिक सम्हाल्नु सकेन के आज कुर्ता लगाइदिनु भएको? फेरि भन्नु न कस्तो? सिम्पल लिभिङ हाई थिंकिङ. तपाईको हाई थिंकिङ चाहिँ के छ? हाई थिंकिङ चाहिँ हाई हिल छ. हाई हिल छ. हजुर. एसिस्टेन्ट. हजुर. ठिक छ. हाई हिल हाई थिंकिङ चाहिँ होइन आज तपाईको हाई प्रब्लम चाहिँ हुन्छ. वाउ अलिकति त हजुर. हजुर राम्रो देखिन्छ त. अर्को लाउनु नि. ज्याकेट लगाइहेर्नुहोस् त म भन्छु. अन्त लु म्याम यहाँ हेर्नु न. चलो होइन होइन कोट मात्रै. मेरो झन् 2 सेट. हिजोको 1 सेट यो 1 सेट मात्रै. हजुर स्वेटरले लाउनुहोस्. जुम म्याम. आज म्यामको आउटफिट यस्तो हुनुहुन्छ. हो त 15 अगस्त मार्चमै सर्यो. दाइले बन्द गर्नुहोस्. म्याडमहरूको रुम चाहिँ यस्तो चाहिँ हेर्नुहोस् न यहाँ. यु लुक सो नाइस. क्लासिक देखिरहेछ तपाईँलाई. हजुर सिम्पल. यो रिप्रेजेन्टेटिङ सुपर मम. अब हामी चिया खानु जाँदैछौँ. सिन्दुर मेर्छ. ल जाउँ. अब हामी चिया खानु जाँदैछौँ. I'll meet you at the restaurant. हेर्नुहोस् आज चाहिँ म बिजोक हुन्छु किनभने I got such a long heels. Let's go. हाम्रो मोडल्सहरू आउनुहुँदैछ. मोडल्सहरूको लागि यहाँ गाडी नि रेडी गरिदिरहेको छौँ हामीले कलाकारलाई. So we are way to our program area. Hi guys, we are done breakfast and हामी चाहिँ यहाँ स्टेजमा आएको छौँ. As like yesterday यहाँ हेर्न सक्नुहुन्छ. अहिले भर्खर प्रिपेरेसन हुँदैछ. हेलो. हेलो. अनि म तपाईँलाई आजको नि अपडेट देखाउने होला छु. हेर्नुहोस् आज फिलहाल चाहिँ आएको छैन मान्छे. हामी त्यो सिट पाउँदैन भने चाहिँ यति स्पिड आएको कि यति स्पिड आएको. सो अहिले चाहिँ यहाँ छौँ हामी. See you later. बेस्टिज आज चाहिँ सेम सर पनि आउनुहुन्छ नि त हाम्रो प्रोग्राममा. सो त्यही भएर चाहिँ यहाँ डग पनि ल्याउनु भएको छ. गाइसमा किन डग चाहिँ के गर्नुहुन्छ भनेर हेल्प गर्छ भनेर. सो आज चाहिँ इन्ट्रेस्टिङ हुने होला छ प्रोग्राम. Our model little star यहाँ आउनु भएको छ. Look at her pose. Hi besties, म चाहिँ एकदम फर्स्ट टाइम सेम सापको छेउमा बसेर प्रोग्राम एटेन्ड गर्नेवाला छु आज होइन. के कस्तो हुन्छ आई डु नट नो. अलिकति काइन्ड अफ नर्भस नै छु होइन. अनि म तपाईँलाई मेरो एक्सपिरियन्स सेयर गर्छु लास्टमा होइन. लास्टमा हेर्नुहोस् होला मेरो ब्लग चाहिँ. अनि सेम सापको लागि सबै रेडी गर्नुहुँदैछ यहाँनिर. स्नाइपर्सहरू लिएर पुरा गार्डहरू आउनु भएको छ अहिलेलाई होइन.
टेस्ट गर्नु हुँदैछ अन्त हाम्रो कन्टेन्ट क्रिएटर्सहरु सबै आउनु हुँदैछ सिटहरु फुल हुँदैछ अनि हामी चाहिँ सिट पाउँदैन भने चाहिँ छिटो आएको नि त अनि ठिकै राम्रो भएछ छिटो कुदेर आएको किनभने यहाँ तिनवटा ठिकै खाली थियो फ्रन्ट रोमा नभए चाहिँ माथिबाट देख्दैन नि त यहाँ माथिबाट देख्दैन हो अनि त्यही भएर चाहिँ के कस्तो हुन्छ म तपाईँलाई देखाउने वाला छु अनि म कस्तो देखिरहेछ कमेन्ट गर्नुहोस् होला यहाँ हेर्नुहोस् न हाई आऊ आऊ सबै दुख्छ होला नि आऊ Hello, hello. Oh, Anna, give your hand. Oh, you got injuries. Oh, and torsing this side. Hazar. Train boys. Hi besties. अहिलेसम्म प्रोग्राम चाहिँ स्टार्ट भएको छैन हामीले टास्क दिइरहेछ अहिलेसम्म यो उठ्नु भनेर अनि यहाँ चाहिँ मेरो भ्लग्स हेर्नु हुँदो रहेछ हेलो हेलो के छ तपाईँको नाम हजुर ओके तपाईँ लिम्बू छ सरको ओके सर तपाईँ ओके तपाईँ सरको के छ तपाईँको स्किल हजुर ओके तपाईँको यहाँ माया लाग्दो भएर बसिरहनु भएको छ रेस्ट खाएर हजुर डान्सर ओके कस्तो भइरहेछ तपाईँलाई यहाँ आउनु भएर किन किन पुरा दुःख लागिरहेछ अरे मलाई चाहिँ मेरो सुजन ब्लग छ हजुर सो यहाँनिर चाहिँ हाम्रो कलाकारहरू औ फ्ल्याग देखाउनु न एकछिन फ्ल्याग बदम तास्दै फ्ल्याग देखाइदिनु कलाकार भनेको चाहिँ कला देखाइहाल्नुपर्छ सो आई कीप गिभिङ यु अपडेट हामी उहाँलाई आसन ग्रहण गराउनेछौँ र विशेष यो कलाकार भरोसा सम्मेलनको उहाँ आफै एउटा चिफ प्याटर्न पनि रहनु भएको छ र उहाँ एकदमै हामीले सोचेका कल्पना भन्दा बढको एउटा लिडर हामीले पाएका छौँ जो सम्पूर्ण कलाकारहरूलाई पनि यसरी सम्मान दिने उहाँकै एउटा ठुलो योजना रहेको छ र विशेष उहाँको आगमन हामी माझ भइसकेको छ र उहाँलाई यस मञ्च अघि रहेको उहाँलाई आसन ग्रहण गराइदिनु हुन म हार्दिक निवेदन टक्राउन चाहन्छु र उहाँलाई हामी सम्मानपूर्वक खदा मालाले स्वागत जनाउँदै उहाँलाई हामी मायाको चिनो पनि उहाँलाई सुम्पिँदै सही सरस्वती राई अध्यक्ष भोइस नाम्ची सिक्किम हामी जानु सही कृष्ण कुमारी राई पूर्व विधायक एवं स्टार्ट भइरहेछ पुरै पारम्परिक चलचित्र निर्माणबाट पृथक रहेर सिनियर आर्टिस्टहरूलाई उहाँहरूले सम्मान गर्नुहुँदैछ यहाँनिर हाम्रो प्रस्तुत गरी विज्ञ दर्शकहरूको मन जित्न सफल हुनुभएको छ विक्रम लेप्चा श्रीमान मिङमा छिरिङ लेप्चा डाक्टर मनोज राई अनि मिङमा जी लेप्चा हाम्रो मिङमा जी लेप्चालाई नि अवार्ड दिइरहनु भएको छ यहाँ मुख्य अतिथि महोदय पहिला हाम्रो विक्रम लेप्चाज्यू जो उस्ताद
बिस्मिल्लाह खान अवार्डले पनि पुरस्कृत हुनुभएको थियो उहाँलाई हाम्रो मुख्य अतिथिको बाहुलीबाट हामी सम्मान गर्न लागिरहेछौँ तसर्थ म मुख्य अतिथि महोदय एवं विशिष्ट अतिथि टोकन अफ लभ दिनुभएको छ एन्ड देन मसँग हुनुहुन्छ मोटो बिना मोटो ब्लग्स हेलो यस कस्तो फिल भयो तपाईँलाई अब यो फुललाई के गर्नुहुन्छ साट्नु भयो किन ए हो सिक्किम सरकारका मुख्यमन्त्री महोदयको बाहुलीबाट यस मञ्चमा हामी सम्मान गरिरहेका छौँ Yeah, हामीलाई फ्लावर विथ द स्कार्फ दिनुभएको छ थ्याङ्क यू सो मच विभिन्न तरिकाले कन्ट्रिब्युसन दिइरहनु भएको छ त्यसलाई यस मञ्चमा हामी सम्मान गरिरहेका छौँ र फेरि पनि म आजका मुख्य अतिथि महोदयलाई सम्पूर्ण कम्युनिटी अवार्डीहरूलाई सम्मान गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु Sangdoma Tamang, on acclaimed and celebrated model, Dawa Jangmo Bhutia, Mrs. Global Universe 2023 winner Kathmandu, Nima Lama Gurung, KIN. हाम्रो चान्नी म्याम जसले मलाई हिजो मोमो ल्याइदिनु भयो उहाँ जानुहुँदैछ अवार्ड थाप्नलाई विश हर गुड लक देख्दैनस् यहाँ माथि हात हल्लाउँदैछ हामीले दिनु भएको छैन कति सानो आर्टिस्टहरू हामी कहिले हो है जिन्दगी लामो छ सानो आर्टिस्टहरू हुनुहुन्छ चान्नी म्यामसँग चाहिँ र म माननीय विधायक श्रीमान हाम्रो जोसेफ सरले पनि अवार्ड थापिसक्नु भएको हुनुहुन्छ एन्ड टिकिला पनि हुनुहुन्छ त्यहाँनिर हामी चाहिँ कहिले त्यो स्टेजमा पुग्ने हामी कहिले त्यो स्टेजमा पुग्ने पदम जोस आइपुग्नु भएको छ पदम जोस आइपुग्नु भएको छ हाम्रो नेपालमा हुनुहुन्थ्यो होला भर्खर आउनु भएको होला हेर्नुहोस् यतिको चाहिँ हुनुपर्छ है फोकस सबै मान्छेको फोकस चाहिँ तिम्रो मजाले चम्किने फोटोहरू डान्स एकाडेमीकोहरूलाई पनि उहाँले सरले चेक दिनुहुँदैछ 5 लाखको सो ग्रेट आज तपाईहरुलाई एउटा समग्र रूपमा है सामूहिक रूपमा यो कार्यक्रममा तपाईहरुसँग म भेटघाट गर्दै छु तर म त दिन डेली तपाईहरुसँग डिल गर्छु म दिन डेली म बिमारीहरुसँग डिल गर्छु म दिन डेली म स्टुडेन्ट विद्यार्थी नानीहरुसँग डिल गर्छु किनभने कोही कहाँ सिलेक्सन भएर जान्दै छ रे कलाकार डान्समा कम्पिटिसनमा सेलेक्सनमा जाने कोनी कहाँ जाने कता जाने हिजोस्ति भर्खरै एकजना भाइ आएको थियो कि उहाँ चाहिँ रेसिङ कारमा रहेछ उहाँ दुबईदेखि विभिन्न जग्गामा गएको रहेछ उहाँ जाने मैले पठाएँ विभिन्न कलाकार इन्डिभिजुअली मलाई भेट्छ उहाँलाई म सहयोग गर्छु सरकारको तर्फबाट उहाँको यो अभिभावक भएर म उहाँलाई आशीर्वाद दिन्छु बेस्ट विशेष दिएर म पठाउँछु त्यसले गर्दा पहिला यस्तो थिएन कहिले पनि थिएन कलाकारहरूलाई जति बेला पर्थ्यो त्यति बेला मात्रै बोलाइन्थ्यो कलाकारहरूलाई है प्रस्तुति गर्नको निम्ति बोलाएको थियो तर कहिले पनि तपाईलाई सम्मान गर्नको निम्ति एक दिन तपाईहरु कलाकार जहिले पनि अघि हाम्रो उद्घोषक श्री निर्मल मङ्गरज्यूले बडा राम्रो प्रकारले भन्नुहुँदै थियो है सधैँ नै जहिले पनि कलाकार हतार स्टेजको पछि ग्रीन रुममा बसेर कहिले तयारी हुने कहिले मेरो टर्न आउँछ है कोही त टर्न आउँदा आउँदा है एकदमै नआएर धेरै कार्यक्रम हुँदा कसैको त लिपस्टिक पनि सुक्छ हो के पर्खिन्दा पर रेडी भएर बस्यो है बिहान 9 बजे रेडी भएको बेलुका 5 बजेमा आउँदा धेरै कार्यक्रम हुँदा त्यस्तो है तपाईहरुको हतार व्यस्त हुन्छ कलाकारहरू अनि तपाईहरु टेन्सन नहुनु
तिम्रो मायामा छोराको बिहा हो त्यो निम्तो दिन चाहिँ आएको है ल त्यो निम्तो ऱ्यापन यो खुसीमा एउटा ऱ्याप हान्थ्यो त डाँडामा हेर आगो फुकेको निम्तो आउँदा तिमी किन लुकेको मान्छेको जीवन फेरि गाउँघरमा आउँदा तिमीलाई मान्छे चाहिँदैन या या सुजानीमा के छ फुजानीमा पो छ त नभएको केबिङ न निम्तो आएको उठन तिमी चाहिँ के सानो पनि स्कुल गइनास् आज पनि स्कुल जाँदैनास् भन्दैछस् सरले मलाई झाकोरी खान भनेर सोध्यो भने मैले चाहिँ के भन्नु चोडो आइरहेको छ भन्दैन हौ हे मैले भन्ने कुरा सब भनिसके ज्वरो आयो टाउको दुख्यो माथि लाग्यो माम खस्यो मेमे खस्यो हाम्रो सन्तान जम्मैले मैले जिउँदै मारिसकिस् अब कोही बाँकी छैन त्यो कुरा छोड्दियो कि मलाई भोक लाग्यो खाना चाहिँ पस्का त खाना त बनाएको छुइनँ ल यति बेलासम्म खाना नबनाएको मासु लिएर आऊ न अनि तिमी त गोस खानमा पो जन्मेको थियो कि हो छाकै पछि मासु खानुपर्छ कोही बेला त सब्जी पनि खाऊ न अस्तिकै त बिर्स्यौ सब्जीको लटपट भएर म बिसन्चो भएको छेत्री बाहुन प्रधान सुँगुरले लटपट हुन्छ राई बाख्राले हुन्छ फर्स्ट टाइम सुनेको सब्जीले लटपट हुने मान्छे चाहिँ मान्छे चुप लागेर म के पनि जान्दिनँ कि मासु लिएर दिनुभएको लागि हामी कृतज्ञता ज्ञापन गर्दै हजुरप्रति सदा सत नमन गर्दछौँ र एउटा कुरो म जोड्नु चाहे यहाँनिर हाम्रो सिक्किममा फर्स्ट टाइम प्रदर्शन हो है लासो